अफिस जानु ढिलो भयो। खाना पाक्यो? पाक्दैछ। काममा जाने बुढीलाई टाइममा खाना बनाएर खुवाउन सक्दैनस्? काम धन्दा केही छैन, थुक्क तेरो जिन्दगी। नरिसाउ न, पाक्दैछ। खाना तयार भयो बुढी, खाना खाएर जाऊ। खाँदिन म खाना सानो, तै घिचेर बस। बुढी आज खानै नखाइकन पुग्दैछ है, कति भोगाइ फोन गर्नु पर्यो। फोन काट्यो बुढीले, फेरि फोन आउनु पर्यो। कति फोन गरेर खाँदैले काम धन्दा केही गर्दैन, यहाँ फोन गरेर हैरान पारेछ। कामबाट आएछन् ढोका बन्द गर्नु। कति टाइम लगाएको छ ढोका खोल्न? काम धन्दा केही छैन, दिनभरि फोन गरेर हैरान काम गर्ने मान्छेलाई। जा बाबा गएर सुत, मेरो छेउमा सुत्नु पर्दैन। यसलाई त काल पनि किन आउँदैन? होइन, यो अझसम्म सुतिरहेको छ।